यसलाई यो चिजको फल मैले दिनु छ भनेर त्यो फल नपाएसम्म भगवान जागा बस्नुहुन्छ। यसको प्रमाण शिव महिम्न स्तोत्रमा छ। अहिले मलाई श्लोक आएन, शिव महिम्न स्तोत्रमा छ। त्यहाँ प्रार्थना आउँछ, हजुर जीवात्मालाई कर्मफल दिनको लागि हजुर त्यो जीवात्माले कर्मफल नपाएसम्म हजुर जागा भएर त्यो कर्मफलको रक्षा गरिबस्नुहुन्छ भन्ने प्रार्थना आउँछ हैन त। अब हामी मन्दिर किन जाने त भनेर भन्दा हाम्रो कर्मफल भगवानसँग छ। मन्दिरमा गएपछि भगवानलाई पनि याद आइरहन्छ अनि हामीलाई पनि याद आइरहन्छ, ओ हामीले त यस्तो कर्म गरेका थियौँ, हाम्रो कर्मको फल त हाम्रो मालिकसँग छ है भनेर यसरी हामीले हाम्रो कर्मफलको रक्षा भगवानले गर्नुहुन्छ। त्यही भएर भगवानको आराधना गर्ने, भगवानको भजन गर्ने। अब यसबाट के प्रमाणित सिद्ध भयो त भन्दाखेरि हामीले जुन यज्ञ कार्य गऱ्यौँ, जुन मनोकामनाको लागि गऱ्यौँ, त्यो यज्ञ कार्य समाप्त भएर पनि हाम्रो कर्म समाप्त भएको छैन। हामीले भगवानको आराधना गरिरहनु पर्छ कहिलेसम्म, जबसम्म हामी कर्मको फल प्राप्त गर्दैनौँ। अब यी सबै आए सकाम कर्मको लागि हैन। अब निष्काम कर्म गर्नु पर्यो, त्यो कर्म फलले नबाँधिनको लागि है। अब हामीले यो जन्ममा गरेको कर्मको फल अर्को जन्ममा भोग्ने भयौँ। राम्रो गरे भए त राम्रो फल भोग्छौँ, नराम्रो गरेको भए नराम्रो फल भोग्छौँ। अब यो कर्मफलको उत्तरदायित्व हामीबाट कसरी अलग हुन्छ त? अब मेन कुरो यहाँनिर आयो, भगवानको आराधना किन गर्ने भन्ने प्रश्न यहाँनिर आयो हैन। हामीले गरेको कर्मको फल त हामीले भोग्नै पर्यो। त्यो कर्मको फलबाट निवृत्ति चाहिँ के गर्ने त भनेर भन्दा पण्डितजीहरूले पूजा गराउँदा अन्त्यमा पुष्प हातमा लिएर प्रार्थना गर्न आउनुहुन्छ। के भन्नुहुन्छ? कायेन वाचा मनसेन्द्रियैर्वा। कति ठुलो रहस्य छ सुन्नुहोस्। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभाव करोमि यदि यदि सकलं परस्मै नारायणाय कि समर्पयामि। चाहे तपाईँ जसको पूजा गर्नुहोस्, जुन देवताको पूजा गर्नुहोस्, अन्त्यमा यो भनेर प्रार्थना गरिन्छ कि गरिँदैन? यो झुट हो। के गरे त? नारायणाय कि समर्पयामि। हामीले जे जति कर्म गर्यौँ हैन, कायिक वाचिक मानसिक या कुनै पनि प्रकारले त्यो सम्पूर्ण कर्म हे प्रभु हामी हजुरलाई अर्पण गर्दछौँ। अर्पण गरिसकेपछि त्यो कर्मको फलको उत्तरदायित्व हामीमा रहेन हैन। अब अर्को जन्म हैन सुकृतको लागि, संसारमा बार बार नजन्मिनको लागि, भगवानको प्राप्तिको लागि, अनन्त सुखको लागि के गर्ने त भनेर भन्दा राम्रा कर्महरू गर्ने अनि त्यो कर्म चाहिँ भगवानलाई सुम्पिदिने। अब राम्रा कर्महरू पनि सुम्पिदिने किन त भनेर भन्दा पाप र पुण्य मोक्षको लागि दुवै बाधक हुन्। पुण्य गरेपछि त्यो पुण्यको फल त स्वर्ग भोग्न जानु पर्यो, अनि स्वर्ग भोग्न गयो त्यो पुण्य समाप्त भएपछि फेरि त्यहाँबाट वैकुण्ठ जान त पाइएन, सिधा फेरि मृत्युलोकमा आउनु पर्यो। फेरि यहाँ आएर जन्म जन्मसम्म राम्रा सुकृत कर्महरू गर्नु पर्यो हैन। भने पुण्य पनि त बन्धन रहेछ नि हो। त्यो बन्धनबाट पनि मुक्त हुनको लागि भगवानलाई कर्म समर्पण गर्ने। अनि सुरुमै हामी के गर्छौँ? सङ्कल्प लिन्छौँ नि
कुनै पनि पूजा गर्नुहोस्, पूजा गर्नुभन्दा पहिले सङ्कल्प लिनु परेको परेन? के भन्छौँ? हरि ओम तत्सत तत्सत तत्सत। त्यही नै सत्य हो, त्यही नै सत्य हो, त्यही नै सत्य हो। के? ओम विष्णु विष्णु विष्णु। सङ्कल्प लिन्छौँ। सत्य त त्यही विष्णु मात्रै हो। हामीले पूजा जसो गरे पनि अन्त्यमा के भन्छौँ? नारायणाय ती समर्पयामि। त्यस कारणले सुकृत कर्म गरौँ, त्यो कर्म हामी सुम्प्यौँ, होइन? नारायणको शरणागति गरेपछि अब त्यो कर्म र शरणागतिको तालमेल कसरी भयो त भनेर भन्दा, अब हामीले कर्म समर्पण त गर्ने, अनि कहिलेकाहीँ त बिर्सिन्छौँ पनि, अनि कहिलेकाहीँ त हाम्रो अभिमान पनि आउँछ। देख्नुभयो, मैले मेरो पुरुषार्थले 5 तला घर बनाएँ, अहिलेसम्म कसैले बनाउनै सकेको थिएन, यो घर मैले बनाएँ नि भनेर भन्नासाथ अभिमान आयो कि आएन? होइन? अनि त्यो घर बनाउँदा जे पनि सुकृत विकृत जे भएको छ त्यो कर्मफलको परिणाम भोग्नु पर्यो परेन? मेरो भनिसकेपछि भोग्नु परेन? यो मेरो सेवक भनेपछि उसको भरण पोषण गर्नु पर्यो परेन? यो मेरो छोरो भनिसकेपछि उसको भरण पोषण गर्नु पर्यो परेन? कर्मफलले त बाँध्यो। त्यस कारणले गर्दाखेरि शरणागति गर्ने। अब शरणागति के गरी गर्ने? जसरी राजा बलिले, हिजोको कथामा थियो, जसरी राजा बलिले शरणागति गरे। के? तेस्रो पैर मेरो शिरमा राख्नुहोस्, अथवा भौतिक सम्पत्ति राज्य त भगवान्लाई दिए, स्वयंलाई पनि भगवान्लाई दिए, होइन? अब स्वयंलाई भगवान्लाई दिइसकेपछि अब त भगवान्को भयो। अब हामीले स्वतन्त्रतापूर्वक केही गर्न पायौँ त? अब भगवान्को इच्छामा हामी चल्नु पर्यो परेन? शरणागतिको महत्त्व भनेको त्यही हो, होइन? जब हामी भगवान्को इच्छामा चल्छौँ अनि हामीबाट दुष्कृत कर्महरू हुँदैनन्। किन हुँदैनन् भनेर भन्दा त्यो कर्म गर्ने हाम्रो अधिकार छैन। किन छैन भने हामीले सुम्पिसक्यौँ। हामी भगवान्को, अनि हामीले गरेको कर्म चाहिँ मैले गरे भन्नु मिल्यो त? मिलेन, होइन? हो, त्यस कारणले भगवान्को शरणागति गर्नुपर्ने कारण यो हो। वृन्दावन बिहारी लाल की जय। अब हजुरहरूले कति बुझ्नु